ए अङ्कलले बिजोग बनायो मलाई सामखुसीबाट सानसानो टिप होला नि ढ्याप्प उठाइहाल्यो 4 किलोमिटर पर भित्र आमा यो फुटुङ पुऱ्याइदियो यार फुटुङ पुऱ्याइदियो अब यति राति 8 बज्न लागिसकेको छ अब लास्ट एक्टिभ भनेर घर जान्छु भनेर सोचेको थियो कस्तो तनाव भयो यार आमा अब यहाँबाट यत्रो धेरै तल फर्किनुपर्छ यहाँबाट टिप लाग्दैन के गर्ने तनाव भयो मलाई त लास्ट पारी टोखा यतावारी फुटुङ बिजोग छ हेर यस्तो झ्याउ हुन्छ क्या म त आउनु त मन थिएन फेरि एक्सेप्ट भइगयो एक्सेप्ट पनि फेरि मान्छे ठाउँको ठाउँ बसेको ठाउँको ठाउँ उयो टिप लागिहाल्यो होइन टिप लाग्ने बित्तिकै एक्सेप्ट भन्छ क्या अब 2 टिप त हो भनेर अब लास्ट एक टिप गर्नु लागि छ जानुपर्ने कपन टिप लाग्ने कताको हो थाहा छैन लास्टै भित्र आइपुग्यो यार फेरि यो एरियामा यस्तो धेरै चिसो छ यार लास्टै चिसो बढेछ एरियामा उता तलतिर गयो त्यस्तो धेरै चिसो छैन है यो खयमले माथि जति माथि आयो त्यति नै धेरै चिसो लाग्दो रहेछ अनि त्यही माथि खोलाको बाटो नि भयो यस्तो धेरै चिसो हुन्छ खोलाको बाटो त जाडो महिनामा त सकभर खोलाको बाटो नहोइनेकै राम्रो हुन्छ क्या अब म कति बेला घर फर्किनु एक टिप टक्क लगाएर कपनको बस्दिनँ यस्तो मजा आउँथ्यो लास्ट टिप त आमा यति खुसी हुन्थेँ कि म के गर्नु भन्ने बित्तिकै त्यस्तो हुँदैन बस्दैन अघि ललितपुरको चाहिँ बजिरहेको थियो ललितपुर पाटनतिर के जानु क्या बस्ने त्यो त होइन है के जानु त्यही भएर म त्यो टिप चाहिँ उठाइन ओहो जाडो एक टिप गऱ्यो भने 2800 बोनसम्म छ मलाई ठ्याक्क लगाएर है आजको त्यही भएर हानिदिएको थियो लास्ट अब 8 बजीसम्म गर्छु भनेको लगभग 8 बजीसम्म नै होला जस्तो छ कामै यस्तो जाडो छ अब नगर्ने धेरै लोक गरेर नि हुँदैन भरे बिरामी गयो भने फेरि भोलि काम गर्नु सक्दैन आज धेरै गरेर के गर्नु भोलि बिरामी गयो भने पर्सि गर्नु भोलि पर्सिदेखिको पर्सि काम गर्नु सकिँदैन है त्यही भएर आजलाई यति नै गर्नुपर्छ काम चाहिँ तर अझै एक्टिभ चाहिँ गर्छु म जसरी पनि एक्टिभ त गर्नु पऱ्यो किनभने नत्र भने त 21 टिपको मात्र आउँछ 24 टिपको आउँदैन